हेलो नमस्कार सम्पूर्णमा मेरो नाम चाहिँ जगत सुब्बा। हाल म वैदेशिक रोजगारीको सिलसिलामा साउथ कोरियामा छु है। अनि आज चाहिँ म तपाईँहरूलाई एउटा जानकारी दिन गइरहेको छु। त्यो जानकारी चाहिँ के हो भने है, आज दिउँसोतिर है मेरो मोबाइलको मेसेन्जरमा मेसेजहरू फोनहरू धेरै आयो क्या। अनि म चाहिँ अब कार्य व्यस्तताका कारण होइन फोनहरू पनि हेर्न सकिनँ, त्यो मेसेजहरू पनि हेर्न सकिनँ, फोनहरू पनि उठाउन सकिनँ है। अनि साह्रै धेरै फोन एउटा साथीले चाहिँ मलाई फोन गरेको भन्नुभयो। अनि किन चाहिँ यति धेरै फोन आयो भनेर म एकछिन 2 मिनट निकालेर बाहिर गएर कुरा गरेँ। त्यो साथी मेरै गाउँको हो। अनि उसले मलाई भन्यो, तिम्रो आइडी ह्याक भएको हो भनेर भन्यो क्या। होइन त, मेरो त्यस्तो ह्याक भएको छैन त भनेर मैले भनेँ। अनि त्यस्तो ह्याक होइन भने के हो, फेक आइडी हो के हो भनेर भन्यो। मलाई त यस्तो यस्तो मेसेज आइरहेछ, मलाई एड गरेको थियो, अनि मैले तिमी रहेछौ, तिम्रो फोटो रहेछ, अनि मैले एक्सेप्ट पनि गरेँ। अनि हाम्रो कुरा भयो। उसले हिन्दीमा कुरा गरेको रहेछ त्यो मान्छेले चाहिँ। अनि तिम्रो क्युआर पठाइदेऊ, म तिमीलाई 5 लाख रुपियाँ हालिदिन्छु, यस्तो उदो या भनेको रहेछ के। अनि त्यसो भनेपछि म त छर्लङ्ग छाँगाबाट खसे जस्तै भएँ होइन। मैले त त्यसो भनेको थिइनँ। अनि उसँग त्यस्तो कुरा भयो। अनि के रहेछ भनेर अनि म उसँग कुरा भयो राखेँ। अनि भरे हेरेको मेरो मेसेन्जरमा त धेरै मेरो साथीहरू, मेरो दाइ भाइहरूले होइन मेसेज गरिरहेको थियो क्या। पुरै स्क्रिनसट लिएर पठाएर मेसेज गरिरहेको थिएँ, यो के हो, यो तपाईँको अर्को नयाँ आइडी हो कि, यो तपाईँको आइडी ह्याक भएको हो कि के हो भनेर मलाई सोध्यो। म त छक्क परेँ है। तर मेरो आइडी चाहिँ सही सलामत चाहिँ ह्याक भएको थिएन। अनि मैले पनि यसो हेरेँ, फोटो त मेरै छ, मेरै अफिसियल फेसबुक जगत सुब्बा छ। त्यही मेरो फेसबुकै फोटोलाई चाहिँ युज गरेर चाहिँ कोही अपरिचित व्यक्तिले चाहिँ फेक आइडी बनाएर चाहिँ मेरो सम्पूर्ण साथीभाइहरू, दिदीबहिनीहरूलाई, इष्टमित्र, आफन्तजनहरूलाई चाहिँ एड गरेर सबैलाई एड गरेको रहेछ। अनि उसँग कतिले चाहिँ अब मै होला भनेर चाहिँ होइन एक्सेप्ट पनि गरेर चाहिँ बोल्नु भएको रहेछ होइन। तर उसले चाहिँ हिन्दीमा कुरा गरेको रहेछ। अनि त्यसरी गरेर चाहिँ कतिलाई चाहिँ अब पैसा माग्ने होइन, पैसा माग्ने, तेरो क्युआर पठा भन्ने, कतिलाई के भनेर सब पैसाको बार्गेनिङ गर्ने, पैसाको डिल गरेको रहेछ क्या। अनि मलाई धेरैले, मेरो साथीहरूले मलाई स्क्रिनसट, त्योसँग बोलेको स्क्रिनसटहरू पनि पठाउनु भएको थियो। अनि म हेरेँ, म त छक्क परेँ। अनि मेरो आइडी ह्याक भयो क्या भनेर यसो हेर्छु, ह्याक त भएको छैन। अनि मैले त्यो नाम चाहिँ के रहेछ भन्दा समर्पण श्रेष्ठ, नेपालीमा लेखेको छ समर्पण श्रेष्ठ छ। तर त्यसको प्रोफाइल पिक्चर चाहिँ मेरै फेसबुकको प्रोफाइल पिक्चरलाई सेभ गरेर त्यसले त्यो आइडीमा युज गरेको रहेछ। अनि धेरै साथीहरू चाहिँ अब छक्क पर्नुभयो। अब मेरो आइडी ह्याक भएछ भनेर धेरैले सोच्नु भएछ। किनभने मलाई फोन पनि गर्नुभएको थियो, मैले कार्य व्यस्तताका कारण मैले फोन उठाउन सकेको थिइनँ। अनि कतिले त सोच्नु पनि भएछ, साँच्चै यसको आइडी त ह्याक नै भएछ भनेर सोच्नु भएको रहेछ। अनि मैले त्यसपछि अलिकति 5 मिनट जति टाइम निकालेर मैले अरूलाई पनि मेसेज गर्न थालेँ, त्यो मेरो आइडी होइन, कसैले चाहिँ मेरो प्रोफाइल फोटो युज गरेर चाहिँ नक्कली आइडी बनाएर, नक्कली नाम, कसैको नक्कली नाम राखेर, कसैको नक्कली फोटो राखेर चाहिँ त्यसले स्क्याम गर्न खोजिरहेछ है तपाईँहरूसँग भनेर चाहिँ मैले बुझेँ क्या है। अनि त्यसको लागि चाहिँ मैले तपाईँहरूको सामु चाहिँ यो भिडियो बनाएको छु जानकारीको लागि। यदि समर्पण श्रेष्ठ, नेपालीमा लेखेको छ समर्पण श्रेष्ठ छ नाम, आइडीको नाम, अनि प्रोफाइल पिक्चरमा चाहिँ मेरो फोटो, मेरो जगत सुब्बा फेसबुकको फोटोलाई चाहिँ युज गरेर त्यसले त्यो आइडी फेक आइडी बनाएको छ र त्यसले चाहिँ हिन्दीमा कुरा गरेको छ है। अब हुन त त्यसले बोलेको छ हिन्दीमा छ, अब त्यो मान्छे नेपाली हो या इन्डियाको मान्छे हो थाहा छैन होइन। तर हिन्दीमा कुरा गर्छ त्यसले तपाईँहरूलाई एड गरेर रिक्वेस्ट पठाएर चाहिँ तपाईँहरूसँग चाहिँ साथी बनेर चाहिँ म बनेर चाहिँ होइन पैसा त्यसले ठग्नु खोज्ला, लुट्न खोज्ला होइन। तर तपाईँहरू चाहिँ एकदम सावधान रहनुहोला। त्यसैको लागि मैले यो भिडियो बनाएको छु होइन।
कोही पनि मेरो साथीभाइहरू होइन त्यसमा नपरुन् मेरो आफन्तजनहरू चाहिँ त्यसमा त्यसको कुरालाई विश्वास नगर्नु होला, त्यो म होइन है। त्यसैको लागि मैले यो एउटा सानो जानकारीको लागि यो भिडियो बनाएको छु। एकदम सचेत रहनुहोला। एकदम आर्थिक प्रलोभन देखाउन सक्छ होइन। तपाईँको क्युआर दिनुहोस् म पैसा हालिदिन्छु भन्ला, के भन्ला होइन, अब मलाई पैसा साफपट्टि दे भन्ला, म भनेर तपाईँहरूले दिनु पनि होला कतिले होइन। हो त्यसैको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। त्यो आइडी चाहिँ एकदम फेक आइडी हो। कसैले मेरो प्रोफाइल फोटो युज गरेको छ, त्यसलाई चाहिँ कसैले पनि विश्वास नगर्नु होला। र त्यहाँनिर मैले हेरेको 13 जना मेरै साथीहरू चाहिँ साथीभाइहरू चाहिँ त्यहाँ साथी बनिसक्नु भएको छ। यदि तपाईँहरूले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने त्यसलाई चाहिँ अनफ्रेन्ड गरेर ब्लक गर्नु होला है, नत्र फेरि स्क्याममा पर्नु होला। त्यही भएर मैले चाहिँ यो तपाईँहरू सामु जानकारीको लागि यो भिडियो बनाएको छु होइन। यस्तो स्क्यामहरू धेरै हुन्छ। मेरो एकजना साथी छ, ऊ साथी पनि परिसकेको छ। उसले लगभग 1-1.5 लाख त उसको हो त्यसरी नै पैसा खाइदिएको छ। ऊ बनेर मेरो साथी बनेर त्यसरी सबै A to Z फोटो प्रोफाइलहरू हालेर त्यसरी बनेर चाहिँ होइन पैसा मागेर खाइदिएको छ। त्यही भएर त्यो मेरो आइडी पनि कसैले फेक आइडी बनाएर त्यसरी युज गरिरहेछ। तपाईँहरू एकदम सचेत रहनु होला। त्यो मेरो आइडी होइन। मेरो आइडी ह्याक पनि भएको छैन होइन, अहिलेसम्म चाहिँ ह्याक भएको छैन। मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ या भिडियो कल गर्न सक्नुहुन्छ होइन, म उठाउँछु बोल्छु। तर त्यो समर्पण श्रेष्ठ गरेको नामबाट चाहिँ तपाईँहरूलाई फ्रेन्ड रिक्वेस्ट आयो भने त्यसलाई एक्सेप्ट नगर्नु होला, सिधै ब्लक गरिदिनु होला है। यही जानकारी दिन आएको म। हस्त, नमस्ते।